26 पाथीभेरा गाउँपालिका वार्ड नम्बर 5 मा यो बान्नीका चैतली भन्ने ठाउँमा हामी चाहिँ पुगेका छौँ। साइलो गाउँपालिका डोटीबाट पनि यस वर्ष 2082 साल चैत महिनामा। अनि यहाँ चाहिँ बान्नीका चैतली दुधेधारी मस्टको चाहिँ पूजा हुने कुरा बुझियो। अनि यो काँकर चाहिँ विभिन्न गाउँहरूबाट 4वटा काँकर आउने रहेछ। यो मेन काँकरले चाहिँ यहाँ यो जो गडा यहाँहरूले देखिराख्नु भएको छ, यसको बिचै एकछिन पुरै गडालाई चिरेर जाने रहेछ। मान्छेहरू हेर्नुहोस्, यहाँ सलोट गर्न चाहन्छु। मेरो मातृ जिल्ला पनि हो बझाङ। संस्कृति जोगाएकोमा यहाँ बझाङवासीलाई धेरै धेरै धन्यवाद छ। यहाँका चारै दिशाका देवदेवताहरू सबैलाई सम्मान गर्न चाहन्छु। यहाँको एकछिन मैले मानव सागर भनौँ न तपाईँहरूलाई देखाउन गइरहेको छु। मान्छे एकापट्टिको मात्रै मान्छेहरूलाई मैले देखाउन भ्याएको छु। यहाँ मानिस कति छन् भन्ने कुरा एकपट्टि हो। हेर्नुहोस्, यहाँबाट त्यहाँ डाँडोमा तपाईँले रुख जस्तो देख्नुभयो होला, त्यसैको त्यहाँनिर बान्नीका चैतली हुने हो। त्यो ठाउँमा त्यही जाने हो। यो काँकर त्यही जाने हो। यहाँ हेर्नुहोस्, मान्छे माथि तल कति छन्। यो माथि जङ्गल हेर्नुहोस्, धेरै टाढा कति छन्। अब यो काँकरलाई चाहिँ खड्याएर लैजाने प्रयास सुरु हुँदैछ। आधुनिक प्रविधि, हातमा मोबाइल छ। मान्छेहरू सबै भिडियो खिच्न तल्लिन्छन्। मस्ट महाराजको दर्शन गर्ने मौका पनि मिलेको छ। अब मन्दिरमा दर्शन पनि गर्नेछौँ हामी। मानव सागर। अब यहाँ विशेष देउडा हुनेछ। आदरणीय सर्जक वरिष्ठ देउडा गायक लोकगायक नन्दकृष्ण जोशीज्यूको हामीले साना छँदा बान्नीका चैतली त्यही ठाउँमा भेटौली भन्ने गीत सुनेको थिएँ। सोही अनुरूप यसपालि साइल गाउँपालिका डोटीबाट पनि म रविन्द्र प्रसाद जोशी र सुन्द निवासी मदनराज जोशी मामा भान्जा भएर हामी चाहिँ यहाँ यो मेला भर्न आएका छौँ। हामी आज राति र भोलि हुने देउडाहरूलाई पनि रेकर्ड गरेर मेरो युट्युब च्यानलबाट यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। मैले राख्नेछु रविन्द्र प्रसाद जोशी युट्युब च्यानल हेर्नु होला। यसलाई पनि मैले फेसबुक मार्फत अपलोड गर्नेछु यी भिडियोहरूलाई। यहाँहरूलाई मैले देखाइरहेको दृश्य यो पाटा गाउँको हो। पाटा गाउँ भन्छ यसलाई। यहाँ चाहिँ हेर्नुहोस्, मानव सागर छ। काँकरलाई उठाउने काम त सुरु भएको छ। हेर्नु होला, देश विदेशमा रहनुहुने सम्पूर्ण हाम्रा दाजुभाइ, आदरणीय आमा बुवाहरू, सुदूरपश्चिमवासी सबैजना हेरेर चाहिँ साथ दिनुहोला। हेर्नुहोला, यो टाढेबाट भए पनि दर्शन गर्नुहोस्। यहाँहरूलाई हामीले पनि यहाँ दर्शन गर्ने सौभाग्य प्राप्त गरेका छौँ। यो बाब्लेको लडा चाहिँ यति बाक्लो बाटेका छन् मान्छेहरूले। अब चाहिँ एकदम तरिकाले मान्छेहरू लागेका छन्। एकदमै चाहिँ यसको व्यवस्थापनमा पुराना बुढापाका मान्छेहरू, बौद्धिक मान्छेहरू अनि अहिलेका युवाहरू सबै चाहिँ तयारी अवस्थामा छन्।
सिस्टम रहेछ। दोकाबे चाहिँ आगला भनौँ न, दोकाबे आगला भन्छन् हाम्रो डोटीतिर यसलाई टक्क बनाएर त्यसरी सबैजनाले बल लगाएर यो यत्रो काँकरलाई सिङ्गो रूपलाई नै गर्दो रहेछ। यो दृश्य अब अवलोकनको लागि मानव सागर जस्तै मान्छे कति छन्, वरिपरि कति छन्, विभिन्न ठाउँमा कति मान्छेहरू बसेका छन्, कति मान्छेहरू हेरिराख्नु भएको छ। हेर्नुहोस्, यो काँकरको माथि टुप्पामा बाँधेका जौहरू हुन्। जौँ ठ्याक्कै ठड्याउन सफल हुन लागेका छन्। ठड्याउनै लागे ठड्याउन सफल भएका छन् मान्छेहरू। प्रविधिको युग हो, हातमा मोबाइल र क्यामेराहरू छन् मानिसहरूसँग। यो पुरै धेरै ठुलो छ। यो काँकर भन्दो रहेछन् यसलाई। यसको नाम काँकर हो। हेर्नुहोस्, अब यो ठट्टै चाहिँ यो गडा चिरेर चाहिँ जान्छ भन्ने सुनेका छौँ हामी। त पहिलोचोटि चाहिँ हेर्दैछौँ। यसले ठट्टै गडा चाहिँ चिरेर जान्छ भन्ने सुनेका छौँ हामीले। ठड्याउन सफल भएका छन्। यति लामो छ यो, फेरि लागेका छन् मान्छेहरू। यो गडामा, यो खेतमा गडा नै भन्छन् हाम्रो डोटीतिर। यहाँ गएका गाउँहरू यो पुरै चाहिँ यहाँ सुरुदेखि यो चाहिँ हेडुन्जेलसम्मको भिडियो मैले रेकर्ड गरेको छु। यहाँहरू हेर्नु होला होइन भनेर। कति लामो छ ए आकाशमा ड्रोन क्यामेराहरू एकदमै हेर्नु। 4वटा ड्रोन क्यामेराहरू घुमिरहेको छ। 4वटा ड्रोन, 5-6वटा ड्रोन क्यामेरा माथि घुमिरहेका छन्। प्रविधिको जमाना ड्रोन क्यामेराहरू है। यसरी मान्छेहरूले लडाइँ, एउटा यता छ, एउटा उता छ, एउटा चाहिँ यता छ। 3वटा लडा चाहिँ मान्छेहरूले सकेका छन्। ड्रोन क्यामेरा आकाशमा हेर्नुहोस्। ड्रोन क्यामेरामा आकाशमा ड्रोन क्यामेरा यसरी घुमिरहेको छ। यो ड्रोन हेर्नु, प्रविधिको जमाना हो। धन्यवाद छ, साधुवाद छ प्रविधिलाई। यसरी तान्दा रहेछन् यसरी। म पहिलोचोटि चाहिँ देखिरहेको छु यो। हामी पहिलोचोटि आएका छौँ यहाँ। सबैले तिनैतिरकोले यसरी तानिराखेका छन्। तिनैतिरकोले नै यसरी तानेर उसले पावर ब्यालेन्समा राख्न खोजेका छन्। काँकरलाई पावर ब्यालेन्समा राख्न खोजेका छन्।
माथिभेरा गाउँपालिकाको पाटा गाउँको थलीमा यो चाहिँ काँक्रा तयार भएको छ। फेरि यता ढल्क्यो भने उताकोले तानेर, उता ढल्क्यो भने यताकोले तानेर गर्ने चाहिँ गर्दो रहेछ। दस 11 मिनटको भिडियो चाहिँ यहाँहरूलाई के बोल्यो मानव सागर